इलामको रोङ गाउँपालिका 3 चिन्डेपानीकी सबिना लेप्चा राजधानीको त्रिदेव मल्टिपल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन गर्छिन्। सानैदेखि आफ्नो जातिको संस्कृति संरक्षणमा लागेकी उनी बिदामा गाउँ आउँदा जातीय पोसाकमा ठाटिएर सांस्कृतिक गतिविधिमा सहभागी हुन हौसिन्छिन्। उनी जस्तै यो गाउँका दर्जनौं तन्नेरीहरूले लेप्चा जातिको संस्कृतिलाई उदाहरणीय ढङ्गले बचाएर राखेका छन्। हामी युवाले नै अब आफ्नो कल्चर नजोगाई अब पछिको भविष्यको अब सानो सानो भाइ बहिनीहरूले त पछि त अब हाम्रो कल्चर यस्तो छ भनेर थाहा पनि हुन नसक्ने अवस्थामा पुग्छ कि भन्ने डरले नै हामीले अब एकजुट भएर लागेर हामीले अब यो आफ्नो कल्चर त लेप्चा डान्स अनि ड्रेसहरू भयो त्यहाँदेखि रीतिरिवाजहरू सबै हामीले नै अब जोगाएन भने अब अरूले कसले जोगाउने। पछि अब हामीले चाहिँ पहिलाको अब हुनुहुन्छ बुढापाकाहरू हुनुहुन्छ उहाँबाट सिक्दै हामीले थोरै सिक्दै अनि हामीले नै अब यस्तो गर्नुपर्ने रहेछ है भनेर बुझेर चाहिँ अब हामी सबैजना लागि परेको छौँ। हामीले अरू केहीमा नसके पनि हामीले सांस्कृतिक नाच देखाउन हामीले यो ठाउँमा मात्रै नभएर बाहिरको ठाउँहरूमा गएर नाचहरू देखाइरहेका छौँ। त्यसपछाडि हाम्रो यो झाँकी भयो, वेशभूषा विभिन्न लाएर हामीले यसरी नै संस्कृतिको संरक्षण सम्वर्धन चाहिँ गरिरहेका छौँ। चिन्डेपानी क्षेत्रमा 2 दर्जन जति लेप्चा जातिका घर छन्। गाउँको बीचमा उनीहरूको धार्मिक स्थल छ। त्यहाँ नजिकै लेप्चा संग्रहालय पनि निर्माण भइरहेको छ। यही क्षेत्रमा उनीहरू नियमित भेला हुन्छन् अनि आफ्ना सांस्कृतिक गतिविधि गर्छन्। उनीहरूको यो अभियान हेर्न टाढा टाढाबाट पर्यटक पनि आउने गरेका छन्। राष्ट्रिय जनगणना 2068 को तथ्याङ्क अनुसार लेप्चाको जनसङ्ख्या 3445 रहेको छ। यीमध्ये अधिकांश लेप्चा समुदायको बसोबास माइपूर्व इलाममा छ। प्राचीन शासक मानिने लेप्चा जाति यो क्षेत्रको पहिलो बासिन्दा भएको समुदायका अगुवाको भनाइ छ। लेप्चा जाति खास गरेर यो नेपालमै चाहिँ यो उत्पत्ति भएको जाति हो। यो किनभने यो कञ्चनजङ्घा चाहिँ नेपालमै छ। यो लेप्चा जातिले कञ्चनजङ्घालाई आफ्नो उद्गम स्थल मान्छ र आफ्नो मुख्य अभिभावक कञ्चनजङ्घा मान्छ र हामीहरू विभिन्न कार्यक्रम गर्दा पनि पाठ पूजा गर्दा पनि कञ्चनजङ्घाको प्रतीक बनाउँछ। कञ्चनजङ्घा हाम्रो अभिभावक हो। कञ्चनजङ्घा सबैभन्दा हाम्रो महान हो भनेर हामी कञ्चनजङ्घालाई पुज्छौँ। चेतना विस्तार र राज्यले दिएको सेवा सुविधाका कारण लेप्चा समुदायका युवा युवती प्राविधिक शिक्षा आर्जनमा लागेका छन्। राष्ट्रिय सम्पदाको रूपमा रहेको संस्कृति जोगाउन उनीहरूले देखाएको उत्साह र जाँगर सबैका लागि उदाहरण बन्न सक्छ। 80 वर्ष पुगे। तपाईहरु पहिल्यै जन्मिनु भएको यिनीहरू हो कि कतिबाट हो? यही नेपालमै जन्मेको हामी चिसो पानीमा। यहाँ माथि अनि यहाँ वरिपरि 7-8 घर हुँदो रहेछ। तपाईकै छोराहरू परिवार हो? औटा भान्जाहरू भान्जा बरी यहाँ गुन्द्रुकलाई चाहिँ पिसिन भन्छ क्या।